आदरणीय दर्शकबिन नमस्ते। द नेपाली भोइसको साप्ताहिक कार्यक्रम फेस टु फेस हेरेर बसिरहनुभएका तपाईँ लगायत सबै दर्शकबिनलाई म रमेश खड्का हार्दिक स्वागत गर्दछु। दर्शकबिन, यस कार्यक्रम तपाईँले देख्न सक्नुहुनेछ www.thenepalivoice.com बाट। साप्ताहिक रूपमा प्रसारण हुने यस कार्यक्रममा हामीले अन्य हप्ताभन्दा आज एक फरक विषयवस्तु लिएर उपस्थित भएका छौँ। आजको कार्यक्रममा हामीले एनआरएन विशेष कार्यक्रम लिएर तपाईहरु समक्ष उपस्थित भएका छौँ। नेपालदेखि बाहिर रहनुभएका नेपालीहरूको सङ्गठन गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद युएको बारेमा आज हामी चर्चा परिचर्चा गर्नेछौँ। युएमा रहेको गैर आवासीय नेपाली सङ्घ यतिखेर युएमा रहेका नेपाली समाजसेवीहरूबीच चर्चा परिचर्चाको विषय बनेको छ। त्यसैगरी एनआरएनका लागि युएमा रहनुभएका नेपाली समाजसेवीहरूले आफ्नो उम्मेदवारीका साथसाथै आफूहरू कुन पदको लागि जाने भनेर होडबाजी पनि चलिरहेको छ। यतिखेर हामीले युएमा तातिरहेको माहौल र युएमा भइरहेका गतिविधिहरूलाई समेटेर आजको कार्यक्रमलाई एनआरएन विशेष फेस टु फेस भनेर नामाकरण गरेका छौँ। दर्शकबिनहरू, आजको यही सिलसिलामा गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद युएको आगामी अधिवेशन यही सेप्टेम्बर 4 तारिक हुन गइरहेको छ। यस अधिवेशन आउनु पूर्व युएमा रहनुभएका समाजसेवीहरूले आफ्नो तर्फबाट उम्मेदवारी खडा गर्नुभएको छ। आजको हाम्रो यस फेस टु फेस कार्यक्रममा हामीले आगामी कार्यकाल 2015-17 को लागि महासचिव पदमा उम्मेदवारी दिनुभएका एक समाजसेवीलाई कार्यक्रममा निमन्त्रणा गरेका छौँ। उहाँ हुनुहुन्छ समाजसेवी कृष्ण पौडेल। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। कृष्णजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। नमस्ते, धन्यवाद। भर्खरै नेपालबाट स्वास्थ्य उपचार गरेर फर्किनु भएको छ। स्वास्थ्यमा कस्तो छ अहिले? अहिले धेरै राम्रो सुधार भइरहेको छ। केही सामान्य समस्या आएको कारण म चाहिँ काठमाडौँ गएर उपचार गरेर आएको हुँ। खास के भएको थियो तपाईँलाई? अलिकति छोटो समयमै फर्किनु भयो। सामान्य मेरो खुट्टामा अलिकति समस्या आएको थियो, त्यसको उपचारको लागि म काठमाडौँ गएर आएको हुँ। राम्रो छ। युएमा व्यस्त हुनुहुन्छ, दिनचर्या कसरी बिताइरहनु भएको छ? केमा व्यस्त हुनुहुन्छ तपाईँ आजकल? अहिले अब छुट्टीबाट भर्खरै आएको हुनाले काम आफ्नो ड्युटीमा पनि व्यस्त नै भइएको छ। र त्यसको अलावा अहिले चाहिँ अब एनआरएन युएको चुनावी माहौल तातिरहेको छ। यसैमा साथीहरूसँग सम्पर्क गर्ने, भेटघाट गर्ने क्रममै व्यस्त भइएको छ। हामी एनआरएनको अधिवेशनको सन्दर्भमा बिस्तारै कुरा गर्दै जानेछौँ। तपाईँको युए बसाइ चाहिँ कति भयो नि? यो लगभग अहिले मेरो 7 वर्ष कम्प्लिट हुँदैछ। 7 वर्षदेखि युए हुनुहुन्छ। सामाजिक सङ्घ संस्थामा तपाईँ चाहिँ कहिलेबाट निरन्तर लागिरहनु भएको छ? यो त धेरै लामो समय भयो। नेपालमा हुँदादेखिकै मैले साँच्चै भन्नुपर्दा लगभग 20-22 वर्षको उमेरमा होला मैले पहिलो सोसल क्यारियर सुरु गरेको लालीगुराँस युवा समूह भन्ने हाम्रो पथरी 2 नम्बर देवीगञ्जमा स्थापित थियो। त्यो सामाजिक संस्था समाज कल्याण परिषदमा पनि दर्ता भएको संस्था छ। र त्यो त्यहीँबाट मैले आफ्नो सामाजिक क्यारियर सुरु गरेको हुँ। र त्यहाँ सुरुका दिनहरूमा 1 कार्यकाल सचिव, त्यसपछि 2 कार्यकाल महासचिवको काम सम्हाल्दै त्यसैले चाहिँ कन्टिन्युटी गर्दै र यहाँ युए आइसकेपछि पनि लगभग 2008मा युए आइसकेपछि पनि धेरै सामाजिक कामहरूमा सक्रिय हुँदै जाँदा पछिल्लोचोटि 2011देखि पथरी युवा समाज युएमा चाहिँ आबद्ध भएर सामाजिक कामहरू गरिरहेको छु। र यहाँ रहेका विभिन्न सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै सामाजिक र मानवीय सहयोगका कामहरू अहिलेसम्म नै गरिरहेको छ। कृष्णजी, तपाईँले छोटो समयमा नै धेरै लोकप्रियता कमाइसक्नु भएको छ युएमा र युएका धेरै जसो सामाजिक सङ्घ संस्थाहरूसँग तपाईँको सहकार्य पनि भइरहेको छ। वास्तवमै के रहेछ त युएको समाजसेवा? अलिकति भन्नुहोस् न। वास्तवमै युएको समाजसेवा अब जटिल नै छ, गाह्रै छ। किनभने यहाँ एउटा दुईटा मात्रै समस्याहरू हुँदैनन्। यहाँ सानादेखि लिएर ठुला सबैका चासाका समस्याहरू
र एउटा क्षेत्रगत अथवा एउटा ससाना समस्याहरू यहाँ धेरै श्रमिकहरू भएको कारणले गर्दा पनि समस्याहरू धेरै छन् र ती समस्याको प्रकृति अनुसार हामीले आवश्यक सहयोग गरिरहेका छौँ। कसैलाई सामान्य टिकट काटेर घर पठाउनेदेखिका इस्युहरूदेखि लिएर कसैलाई अब ठुल्ठुलै किसिमका चाहिँ इस्युहरूमा गरिने सहयोगहरूमा यहाँ धेरै सङ्घ संस्थाहरू छन् र सबैले आफ्नो ठाउँमा गरेका छन्। कतिपय त्यो संस्था आफै एक्लैले पनि त्यो कार्य गर्न सकिरहेको अवस्था छ भने कतिपय अवस्थामा चाहिँ त्यो संस्था मात्रै काफी नभएर त्यसले अन्य संस्थाहरूसँग पनि सहकार्य गर्दै गरिरहेको छ र अहिलेसम्म प्रायः हामी सबैले यसरी नै कामहरू गरिरहेका छौँ। कृष्णजी, तपाईँले यस्तो पत्री युवा समाजको कुरा निकालिरहँदाखेरि यो त एउटा गाविस स्तरको संस्था होइन र? हजुर, यो एउटा सानै संस्था हो, तर पनि युएमा हामी धेरै पथरी सरिएका साथीहरू धेरै भएको कारणले र हामी छोटो समयमै अत्यन्तै जाँगरिला साथीहरू युवा साथीहरू बढी भएको कारणले गर्दा पनि हामी कहिलेकाहीँ एउटा जिल्ला स्तरीय संस्थाहरूले गर्ने भन्दा राम्रा कार्यक्रमहरू पनि हामीले गरिरहेको अवस्था छ युएमा। त्यस अर्थले पनि हामी अलिकता सामाजिक संस्थामा हाम्रो सानो संस्था भए तापनि हाम्रो प्रभाव चाहिँ अलिक ठुलै देखिएको छ युएमा। के छ तपाईँहरूको यो गाविस स्तरको समाजले चाहिँ वास्तविक युएलाई नै एउटा टार्गेट बनाएर युएका मजदुरहरूको लागि गरिरहेको छ कि तपाईँहरूको आफ्नै क्षेत्र पत्रीको लागि के विकास निर्माणमा सहयोग गरिरहेको छ युएबाट? अब हाम्रो पहिलो प्राथमिकता हाम्रो आफ्नो क्षेत्रको रहनेछ र त्यसपछि दोस्रो प्राथमिकतामा युएलाई पनि हामीले नगरेका होइनौँ, धेरै ठाउँहरूमा गरेका छौँ र हामीले भन्नै पर्दा जस्तो हाम्रो गाउँठाउँमा गरिने जस्तो शैक्षिक विकासमा हामीले सहयोग गरिरहेका छौँ, खेलकुद विकासमा हामीले सहयोग गरिरहेका छौँ, धेरै थोर हामीले चाहिँ हरेक कार्यक्रमहरूमा सहयोग गरिरहेका छौँ। त्यस्तै शैक्षिक क्षेत्रमा अपाङ्ग बालबालिकाका लागि ल्यापटपहरू हामीले दिएका छौँ र यस्तै अन्य किसिमका स्वास्थ्यहरूमा पनि विस्तारै योजनाहरू धेरै छन्, गर्दैछौँ। र त्यसको अलावा हामीले हाम्रो नजिकै छिमेकी जिल्ला झापाका एकजना दमकका एकजना मृगोला पीडित हुनुहुन्थ्यो, लगभग 2 साल अगाडिको कुरा हुनसक्छ यो। उहाँको लागि पथरी युवा समाजले अन्य संस्थासँग सहकार्य गर्दै हाम्रै इनिसिएटिभमा हामीले 6,40,000 नेपाली रुपियाँ चाहिँ कलेक्सन गरेर उहाँको मृगोला प्रत्यारोपण गर्न सफल भयौँ र उहाँ अत्यन्तै सकुशल हुनुहुन्छ र पछिल्लोचोटि छुट्टी जाँदाखेरि मैले दमकमा उहाँलाई भेटेँ पनि। अहिले एउटा पसल व्यवसाय गरेर बसिरहनु भएको रहेछ, खुसी लाग्यो र हामीले यस्ता राम्रा कामहरू पनि गरेका छौँ र त्यसको अलावा अन्य सङ्घ संस्थाहरूसँग मिलेर हामीले धेरै कामहरू गरिरहेका छौँ। दर्शकबिनहरू, अहिले तपाईँ हेर्नुभएको छ कार्यक्रम फेस टु फेस। आज हामी यस कार्यक्रममा एनआरएन विशेष कार्यक्रम प्रस्तुत गरिरहेका छौँ। यतिखेर युएमा चाहिँ गैर आवासीय नेपाली सङ्घको अधिवेशन यही आगामी सेप्टेम्बर 4 तारिक हुन लागिरहेको छ र युएमा रहेका सामाजिक सङ्घ संस्थामा कार्यरत समाजसेवीहरू बिच एउटा माहौल पनि गरम गर्मी बढिरहेको छ र माहौल तातिरहेको अवस्था छ। यतिखेर हामी कार्यक्रममा आज अधिवेशनका सन्दर्भमा र युएमा चाहिँ कस्ता कस्ता व्यक्तित्वहरूले चाहिँ उम्मेदवारी दिनुभएको छ यी विषयवस्तुहरूमा कुराकानी गर्नेछौँ र आज हामीसँग पाहुना रहनुभएको छ समाजसेवी कृष्ण पौडेल। उहाँले चाहिँ आगामी कार्यकाल 2015-17 को लागि महासचिव पदको लागि उम्मेदवारी दिनुभएको छ। हामी यही प्रसङ्गमा कुराकानी गर्न लागिरहेका छौँ। कृष्णजी, भर्खरै मात्र तपाईँले आगामी कार्यकाल 2015-17 को लागि चाहिँ महासचिवको लागि उम्मेदवारी दिनुभएको छ। तपाईँको उम्मेदवारी चाहिँ के का लागि हो नि? उम्मेदवारी के का लागि भन्दा पनि यो नितान्त सामाजिक कामकै लागि हो र यहाँ हिजोका दिनहरूमा हामीले सामाजिक कामहरू, मानवीय सहयोगका कामहरू गर्दै आइरहेको अवस्थामा यस्तै किसिमको यहाँ मात्रै नभएर विश्वव्यापी रूपमा सञ्जाल भएको एउटा गैर आवासीय नेपाली सङ्घ चाहिँ पनि एउटा सामाजिक संस्था रहेको कारणले गर्दा चाहिँ त्यहाँ आबद्ध भएर काम गर्दा अझ हामीले जस्तो आफ्नो गाविस स्तरीय अथवा जिल्ला स्तरीय संस्थाभन्दा माथि उठेर एउटा राष्ट्रिय स्तरको संस्थामा गएर काम गर्ने एउटा इच्छा नै भनौँ र सकेको सहयोग गर्न सकिन्छ। त्यहाँ चाहिँ एउटा राम्रो टिम बनेको खण्डमा त्यो मैले गर्ने भन्दा पनि एउटा टिमले काम गर्ने हो। त्यसैले त्यो टिममा रहेर यहाँ रहेका सम्पूर्ण नेपाली श्रमिकहरूको हकहितका लागि, श्रमिकहरूको सेवा सहयोगको लागि चाहिँ मिलेर काम गरौँ भनेर मैले पनि आफ्नो उम्मेदवारी दिएको। कृष्ण सर, जस्तो कि अहिले चलिरहेको एनआरएनको माहौलमा तपाईँहरूलाई चाहिँ अन्तिम समयमा मात्रै आएर सबै तपाईँहरू उम्मेदवारहरूले चाहिँ एउटा उम्मेदवारी प्रस्तुत गर्नुभयो कि त्यो तपाईँहरू बिचमा के समयले अथवा के कारणले तपाईँहरू रोकिनु भएको अलिकति भन्नुहोस् न। त्यो चाहिँ के छ भने खासै त्यो रोकिएको भन्दा पनि अब कसैलाई के हुन्छ भने
को कस्ता साथीहरू आउँछन्, किनभने सबैले आफ्नो तरिकाले किसिमले सोचिरहेका छन् को कस्ता साथीहरू आउँछन् भनेर पनि भर्खर कसैले पहिले दिइहालेदेखि अनि त्यो पोस्टमा दिने नदिने भन्ने खालको एक किसिमको त्यो हुन्छ। त्यसैले पनि होला सायद लास्ट दिन नै सायद धेरैको उम्मेदवारीहरू परेको हो। त्यस्तो खासै तालमेल त केही पनि रहेन। सबैले आफ्नो ठाउँबाट एउटा मेन्टालिटी बनाएर आउनुभएको थियो। बरु हामी त्यो लास्ट दिन सबैजना त्यहाँ भेला भएर चाहिँ को कस्तो दिने भन्ने कुराहरू एक किसिमले भइर पनि रहेको थियो र सबैले आफ्नो इच्छाअनुसारको पदहरूमा गर्न सक्ने, इच्छाअनुसार भन्दा पनि यहाँ चाहिँ के छ भने म त्यो पोस्टको लागि डेजर्भ छु, म गर्न सक्छु भन्ने किसिमको खुबी भएकै साथीहरू आउनुभएको छ जस्तो लाग्छ। जस्तो कि कृष्ण सर, निर्वाचन समितिले चाहिँ 10 बजेको एउटा समय तोकिएको थियो तपाईँहरूको नामावली प्रकाशन गर्ने, तर राति 2 बजे प्रकाशन भयो। त्यसबिचमा तपाईँहरू बिच एउटा राजनीतिक लबिङ र सहमति पनि भयो भन्ने चर्चाहरू बाहिर आएका छन्। तपाईँ त अहिले उम्मेदवारीको रूपमा आउनुभएको छ, वास्तविक के अलिकति भन्न हामीलाई मिल्छ कि? त्यो विषयमा चाहिँ म त्यति धेरै जानकार पनि छैन। राजनीति भनेको आफ्नो ठाउँमा छ, समाजसेवा आफ्नो ठाउँमा हो। हुन त अब यहाँ के छ भने प्रष्ट रूपमा देखिएको नेपालका राजनीतिक दलका भातृ सङ्गठनहरूले आफ्नो व्यक्ति, आफ्नो संस्था सङ्गठनसँग आस्था राख्ने व्यक्तिहरू नै आफ्नो त्यो एनआरएनको पनि पहुँचमा पुगुन् भन्ने चाहना सबैको हुन्छ र सायद हुनसक्छ अब उहाँहरूले किसिमको राजनीतिक लबिङ पनि गर्नुभयो होला। तर पनि सबैले आफ्नै तरिकाले जो उम्मेदवारहरू दिनुभएको छ उहाँहरूले म फलानु पार्टीको मान्छे भनेर उम्मेदवार दिनुभएको छैन। सामाजिक संस्थाको मान्छे हुनुहुन्छ, सबैजना काम गरिरहनु भएको मान्छेहरू हुनुहुन्छ। अब राजनीतिक आस्था त सबैको हुन्छ, मेरो पनि कुनै एउटा राजनीतिक दलसँग आस्था हुनसक्छ, सबैको आफ्नो ठाउँमा हुनसक्छ। र रहेको कुरा निर्वाचन समितिले 9 बजी 10 बजी 9 बजीसम्म भन्दा पनि 10 बजीसम्म नै त्यो दर्ता गर्ने प्रक्रिया थियो। यहाँ पनि दुबईमा पनि भयो, सायद अबुधाबीमा पनि थियो होला। त्यसपछि आएका माथि अब छलफल गर्दा सायद त्यो ढिलाइ हुन गएको होला। अब हामी त्यसैमा चाहिँ ठ्याक्कै किन ढिलाइ गऱ्यो भन्ने कुरा पनि हामी त्यति जानकार छैनौँ। त्यो उहाँहरू कुनै मिटिङ बस्नुपर्ने हुनसक्छ, त्यस अर्थले ढिलो हुन सक्ला। तर कस्तो हो भने जस्तो तपाईँहरूको एनआरएनको विधानले पनि भन्छ कुनै पनि राजनीतिसँग चाहिँ आबद्ध नभएको हुनुपर्छ भनेर तपाईँहरूलाई विधानले पनि एउटा भनिदिइसकेको छ। तर मिडियाहरूमा त चर्चामा आयो नि त उहाँ चाहिँ माओवादीबाट आउनुभएको, उहाँ काङ्ग्रेसबाट आउनुभएको भन्ने चाहिँ तपाईँहरूको एउटा सहमति भयो भन्छन्। तपाईँलाई चाहिँ कुनै पार्टीले आउनुहोस् हामी महासचिवको लागि गर्छौँ भनेर तपाईँलाई कसैले यस्तो भन्ने र तपाईँ नआउनुहोस्, तपाईँ आउन सक्नुहुन्न भनेर तपाईँलाई दबाब दिने कार्य भयो कि भएन होला? त्यस्तो भएको छैन। जस्तो आउनुभएको प्रष्ट रूपमा जस्तो अहिले अध्यक्ष पदमा 2 जना साथीहरूले उम्मेदवार दिनुभएको छ। उहाँहरू पनि जस्तो म यो पार्टीबाट उम्मेदवारी भन्नुभएको छैन। र के चाहिँ हो भने अब सम्बन्धित दलका यहाँ राजनीतिक दलका भातृ सङ्गठनका प्रमुखहरूले कुनै कुनै उम्मेदवारलाई सपोर्ट गरेर लानुभएको छ। त्यो अर्थले चाहिँ सपोर्ट गरेको आधारमा चाहिँ फलानु पार्टीको मान्छे हो भन्ने कुरा रह्यो। त्यस्तो मात्रै हुनसक्छ। अब त्यो पार्टीकै उसमा चाहिँ म कसैले यो पार्टीको मान्छे हुँ र मलाई चाहिँ पार्टीले नै उठाएको भन्ने कुरा चाहिँ छैन र त्यस्तो नहोस् पनि। र भोलि गएर उहाँहरूले जितेर त्यो पदमा रहेको खण्डमा पनि उहाँहरू पार्टीप्रति वफादार नभइकन यहाँको सामाजिक कामप्रति, यहाँका जनताप्रति, यहाँका श्रमिकहरूप्रति वफादार भएर काम गर्नुपर्ने हुन्छ र गर्नुहुनेछ भन्ने मैले पनि विश्वास लिएको छु र म आफू पनि त्यस्तै नै गर्छु। कृष्णजी अलिकति हामीलाई भनिदिनुहोस् कि राजनीति त सबैको हुन्छ र झुकाव हुन्छ, राजनीतिमा आफ्नो आस्था पनि रहेको हुन्छ। तर एनआरएनमा तपाईँहरू आउनु पूर्व आफ्नो एउटा प्रक्रिया होला, तपाईँले प्रक्रिया पुरा गरेर आउनुभएको छ। तर सुन्नमा अलिकति के आइरहेको छ भने केही म काम गर्छु एनआरएनको लागि, केही गर्न सक्छु भनेर केही व्यक्तिहरू वर्षौँदेखि एनआरएनको लागि चाहिँ लडिरहनु भएका र गरिरहनु भएका व्यक्तित्वहरू पनि अहिलेको तपाईँको सहमतिबाट आउट भएको अवस्था छ नि, खास के हो त? अब यो विषयमा चाहिँ अब उहाँहरूसँग के सहमति भयो, कसरी आउट हुनुभयो त्यो उहाँहरूको कुरा हो। तर पनि काम गर्छु भन्ने मान्छेलाई, काम गरिरहेका मान्छेहरूलाई चाहिँ प्राथमिकता दिनुपर्छ। त्यो सम्बन्धित राजनीतिक दलका साथीहरूले पनि बुझ्नुपर्ने कुरा हो। र यसलाई चाहिँ यिनीहरूलाई चाहिँ राजनीति मुक्त गरेर चाहिँ एउटा सामाजिक कामकै लागि मात्रै र त्यहाँ मात्रै खटिएका साथीहरू आउनु भए चाहिँ यो चाहिँ एउटा विशुद्ध चाहिँ सामाजिक संस्थाको रूपमा चाहिँ सबैले देख्ने कुरा रहन्छ। ताकि यसलाई चाहिँ यो चाहिँ राजनीतिक भयो, फलानु पार्टीको चाहिँ एनआरएन भयो भन्ने किसिमको बजारमा जुन हल्लाहरू आउँछन् पछाडि, त्यस्तो नहुनको लागि पनि अहिले पनि सबै किसिमका राजनीतिक आस्था बोक्ने साथीहरू, राजनीतिक काम गर्ने होइन, राजनीतिक झन्डा बोक्ने साथीहरू होइन, राजनीतिक आस्था बोक्ने साथीहरू चाहिँ सबै खालका सम्मिलित भयो भने पनि त्यो एउटा राम्रो खालको सामाजिक कामको एउटा सुरुवात हुन्छ। र भरसक अहिलेको एनआरएनले चाहिँ त्यस्तै खालको बनाऊँ भन्ने हाम्रो पनि कन्सेप्ट हो। त्यस अर्थले मैले पनि आफ्नो उम्मेदवारी दिएको हो। अब हेरौँ त्यो अब
पछाडि अब महाधिवेशन प्रतिनिधिहरूले त्यो छान्ने कुरा रह्यो को कस्तो काम गर्न सक्ने मान्छे छ, को सामाजिक काममा भिजेको छ, या को चाहिँ एउटा पार्टीको हैसियतबाट मात्रै आएको छ भन्ने कुरा चाहिँ अब त्यो महाधिवेशन प्रतिनिधिहरूले मूल्याङ्कन गर्ने कुरा हो र सायद उहाँहरूले त्यही किसिमले राम्रा व्यक्तिहरू नै छान्नुहुनेछ भन्ने मैले पनि विश्वास लिएको छु। दर्शकबिनहरू, अहिले तपाईँ हेरिनुभएको छ कार्यक्रम फेस टु फेस। यतिखेर भने हामीले एउटा सानो ब्रेक लिन लागिरहेका छौँ। हेर्दै गर्नुहोला thenepalivoice.com। ब्रेक पछाडि पुनः पनि स्वागत छ दर्शकबिन तपाईँलाई। अहिले तपाईँ हेरिरहनु भएको छ कार्यक्रम फेस टु फेस। आज हामीसँग रहनुभएको छ गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषदका आगामी कार्यकाल 2015-17 का लागि महासचिव पदमा उम्मेदवारी दिनुभएका समाजसेवी कृष्ण पौडेल हामीसँग रहनुभएको छ। हामी यही महाधिवेशनको सेरोफेरो र उहाँका युएमा गर्नुभएका सामाजिक क्रियाकलाप र गतिविधिहरूको बारेमा परिचर्चा गर्नेछौँ। कृष्णजी, तपाईँले उम्मेदवारी दिइसक्नु भएको छ र तपाईँले आफ्ना घोषणापत्रहरू पनि सार्वजनिक गरिसक्नु भएको छ। हामीलाई भनिदिनुहोस् र हाम्रा दर्शकबिनहरूलाई भनिदिनुहोस्, तपाईँले भोलि महासचिव पद जितिसकेपछि युएमा रहेका श्रमिकहरूको लागि के गर्छु भनेर तपाईँले बुदागत रूपमा हामीलाई भन्न सक्नुहुन्छ? अब कस्तो छ भने बुदागत रूपमै भन्नुपर्दा विशेष गरी यसै गर्छु भन्दा पनि आइपरेका समस्याहरूमा कसरी ट्याकल गर्ने भन्ने कुरा नै रहन्छ। अहिले मैले यसो गर्छु भनेर एउटा खाकै बनाएर हिँडेँ भने सायद त्यो अनुसार काम नहुन पनि सक्ला, किनभने म एक्लैले त्यहाँ केही पनि गर्ने होइन। त्यो एउटा टिम जुन बन्छ हाम्रो, त्यो टिमले नै हामीले चाहिँ के गर्ने भन्दाखेरि त्यसको पहिलो बैठकबाटै हामीले यो काम गर्नुपर्छ युएमा भनेर हामीले त्यति बेलै त्यसको बारेमा छलफल गरेँ। त्यो मिटिङमा चाहिँ हामीले आफ्नो तर्फबाट आफ्ना एजेन्डाहरू लिएर जाने। अब रहेको कुरा जस्तो सर्वप्रथम हामीले के गर्नुपर्छ भन्दाखेरि यहाँ रहेका जति पनि एनआरएनएका मेम्बरहरू हुनुहुन्छ उहाँहरूलाई जस्तो वर्षौँदेखि उहाँहरू चाहिँ आफ्नो सदस्यता रिन्यू गरिरहनु भएको छ। जस्तो म आफैले पनि विगत 4 सालदेखि चाहिँ सदस्यता रिन्यू गरेर बसिरहेको अवस्था छ भने उहाँहरूको लागि चाहिँ हामीले के गर्ने त भन्ने विषयमा हामीले गहन भएर सल्लाह गर्नुपर्छ। नभए अब केही पनि नगर्ने, चुप लागेर 2 सालपछि फेरि उसलाई जाने, लो एनआरएनको चाहिँ नवीकरण गर्ने बेला भयो, अब तपाईँ फेरि सदस्य बन्नु पऱ्यो, म पनि उठ्दैछु भन्दै कसैले जाँदैमा अबका दिनहरूमा चाहिँ कसैले पनि सदस्यता नवीकरण नगर्ला। त्यस कारणले गर्दाखेरि उहाँहरूको लागि चाहिँ एउटा स्पेसल प्याकेजहरू हामीले ल्याउनै पर्ने हुन्छ। जस्तो कि राहतका कार्यक्रमहरू उहाँहरूलाई चाहिँ अब यहाँ रहेका दुर्घटनामा अथवा यहाँ मृत्यु भएको खण्डमा हामीले के कस्ता राहतका प्याकेजहरू ल्याउन सक्छौँ भन्ने कुरा चाहिँ पहिला त हामीले सदस्यहरूमा जानु पऱ्यो र फेरि सदस्यदेखि बाहिरलाई सहयोग नगर्ने भन्ने कुरा रहेन, उहाँहरूलाई पनि गर्नुपर्छ। तर पहिलो प्राथमिकता चाहिँ हामीले मेम्बर बनेका साथीहरूलाई नै हेर्ने हो र त्यसपछि चाहिँ अन्य यहाँ रहेका सम्पूर्ण नेपालीहरूलाई परिआएको खण्डमा हामी के गर्न सक्छौँ, कसरी अगाडि बढ्ने, कसरी उहाँहरूका समस्याहरूलाई चाहिँ सम्बोधन गर्ने, उहाँहरूको समस्याहरूलाई कहाँसम्म लान सकिन्छ। जस्तो नेपाली दूतावासमा लगेर सल्भ गर्न सकिन्छ भने दूतावाससम्म लैजाने, अथवा यहाँ रहेका नेपालीहरू माझमा सरसहयोगका कार्यक्रमहरूबाट जस्तो हामीले गरिरहेका छौँ त्यस्तै किसिमले गर्न सक्ने अवस्थाहरूमा त्यहाँ लगेर गर्ने। यसरी चाहिँ नि अब कस्तो रहन्छ सिचुएसन, त्यो सिचुएसनसर हामीले जे पनि गर्नुपर्ने हुन्छ। जे पनि भन्नाले मानवीय र सामाजिक सहयोगका कामहरू, शैक्षिक सहयोगका कामहरूमा हामीले चाहिँ नि लड्ने हो। यहाँनिर यतिखेर अलिकति मैले प्रसङ्ग बदल्न चाहे। तपाईँ चाहिँ केही समय पहिले एक अनिस खालिङ राई बचाउ समितिको चाहिँ लेखा संयोजक पनि हुनुहुन्थ्यो। उहाँलाई चाहिँ युए सरकारले मृत्युदण्ड दिएको थियो र अहिले उहाँ चाहिँ नेपाल फर्किसक्नु भयो, जेलमुक्त भएर नेपाल पुगिसक्नु भएको छ। र उहाँको लागि भनेर जुन ब्लड मनी कसले तिरिदियो अहिलेसम्म केही पनि आएको छैन भनी हामीले के बुझेको छौँ भने कसैले पेमेन्ट गरिदिएको भन्ने बुझेका छौँ। तर विश्वबाट आएको 1 करोडभन्दा धेरै पैसा अहिले कहाँ छ र के भइरहेको छ, अलिकति जानकारी दिनुहोस् न हामीलाई। अब यो विषयमा चाहिँ जानकारी अब हामीलाई यो समितिलाई पनि खासै भएको चाहिँ छैन। अब पैसा पठाएको पनि हो, यहाँबाट हामीले उठाएको पैसाहरू हामीले पठाएका हौँ र त्यो समिति मार्फत जस्तो नेपालमा रहेको जुन उहाँको काकाको संयोजनमा रहेको एउटा समिति छ, त्यो समिति मार्फत फेरि यहाँ पैसा पनि आएको हो। तर यहाँ कसैले पैसा अलरेडी तिरिदिइसकेको अवस्था रहेछ र त्यो जानकारी रहेन पहिला नै। त्यस कारणले गर्दा हामीलाई जानकारी नभएको कारणले गर्दा हामीले यत्रो चाहिँ सबै माझमा सरसहयोग उठाउँदै गऱ्यौँ र त्यो पैसा पछाडि तिरिसकेको बुझेपछि उहाँहरूले पनि स्रोत खुलाउन चाहनु भएन र पैसा तिरिसकेपछि हामीले दूतावास मार्फत आएको पैसा फेरि दूतावासले
नेपाल नै पठाइसकेको छ। उहाँहरूले चाहिँ यस्तै सामाजिक र मानवीय कामहरूमा गर्ने अथवा ट्रस्ट गर्ने आदि इत्यादि ट्रस्ट खोल्ने जस्ता कुराहरू सुन्नमा मात्रै आएको छ। त्यो समितिसँग हिजोका दिनहरूमा हाम्रो कोअर्डिनेसन थियो। जबसम्म चाहिँ हामीले पैसा उठाइरहेका थियौँ त्यति बेलासम्म पैसा पठाउने कुरादेखि लिएर त्यति बेलासम्म कोअर्डिनेसन थियो र अहिले चाहिँ त्यो कमिटीसँग हाम्रो कोअर्डिनेसन त्यति छैन। त्यति बेला किराँतले पनि कोअर्डिनेसनको काम गरिरहेको थियो। अहिले उहाँहरूले पनि के गर्नु भएको छ त्यति जानकारी पनि छैन। त्यसले गर्दाखेरि त्यो बारेमा अहिले हामीलाई चाहिँ जस्तो हिजोका दिनहरूमा जे जति जानकारीहरू हुन्थ्यो अहिले जानकारी छैन र जहाँसम्म त्यो पैसा त्यो फन्डमै छ, उहाँहरूसँगै छ। उहाँहरूले सायद कुनै त्यस्तै अनिस जस्तै दुःखमा परेका नेपालीहरूको लागि नै सोच्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। तपाईँहरूसँग त्यो एउटा प्रक्रिया अथवा त्यति तपाईँहरूले गर्न सक्नुहुन्छ कि भोलि युएमा अन्य कुनै नेपालीलाई त्यही खालको समस्या आएमा त्यही फन्डलाई तपाईँले ब्याक गर्न सक्ने सिचुएसन छ कि छैन होला? अहिले नै त्यो हामी गर्न सक्छौँ चाहिँ भन्न सकिँदैन। त्यो उहाँहरूसँग कोअर्डिनेसन गर्नुपर्ने हुन्छ र जहाँसम्म उहाँहरूले पनि बुझ्नुपर्ने कुरा हुन्छ। र त्यसो भयो भने जस्तो युएबाट गएको पैसा युएमै त्यस्तो किसिमको भोलि अनिसकालीन जस्तै केसहरू अथवा यस्तै नेपालीहरूलाई कुनै आरोपहरूमा यहाँ जेल पर्न सक्छन् अथवा त्यस्तै किसिमको एउटा दुःख पर्न सक्छ। त्यस्तो अवस्थामा चाहिँ हामीले प्रयोग गर्न पाउँदा धेरै राम्रो हुने थियो। फेरि हामीले फेरि दुःख गरेर पैसा उठाएर सहयोग गर्नु, चन्दा सङ्कलन गराउनु आवश्यक थिएन, किनभने यहाँ चन्दा सङ्कलन गर्ने आफैमा यहाँको कानुनले पनि मान्यता दिएको अवस्था छैन। त्यसले गर्दा पनि यस्ता कामहरूमा उहाँहरूसँग कोअर्डिनेसन गर्नुपर्ने हुन्छ र उहाँहरूले त्यसरी सहजै त्यसरी चाहिँ दिएदेखि चाहिँ धेरै राम्रो हुन्छ। कृष्ण सर, जस्तो कि तपाईँले भनिरहँदाखेरि हाम्रो चाहिँ अहिले सम्पर्क भएको छैन भनिरहनु भएको छ नेपालमा रहेको समितिसँग, त्यत्रो धेरै पैसा रहेको छ विश्वभरिबाट चाहिँ नेपालीहरूले दुःख गरेर चाहिँ उहाँहरूले एउटा कसैको ज्यान बचाउनको लागि चाहिँ पठाउनु भएको पैसा हो। भोलिको दिनमा कसले गर्छ त? यस पैसाको चाहिँ आधिकारिक रूपमा त्यसलाई संरक्षण कसले गर्छ त? त्यति बेला पनि जस्तो किराँत राई आयोगले धेरै राम्रो इनिसिएटिभ रोल खेलेको, तथापि त्यसबेला एनआरएनको संयोजनमा त्यो एनआरएन अध्यक्ष कृष्ण भुषालजी हुनुहुन्छ वर्तमान अध्यक्ष, उहाँकै संयोजनमा त्यो कार्यक्रम रहेको थियो। सम्भवतः अब यदि हामी किराँत राई आयोगका र एनआरएनको बिचमा कोअर्डिनेसन गरेर नै त्यो पैसा हुनसक्छ भोलि भन्ने एनआरएन अध्यक्षले त्यो इनिसिएटिभ लिन सक्नुहुन्छ अथवा वर्तमान अध्यक्षले नै पनि लिन सक्नुहुन्छ र किराँत राई आयोगहरूसँग सम्पर्क गर्दै त्यसको लागि चाहिँ भोलिका दिनहरू त्यस्तो स्थिति आएमा हामी त्यसरी कोअर्डिनेसन गरेर लैजान्छौँ। कृष्ण सर, जाँदा जाँदै सम्पूर्ण यस द नेपाली भोइसको कार्यक्रम फेस टु फेस हेरेर बसिरहनुभएका सम्पूर्ण दर्शकबिनहरूलाई के भन्न चाहनुहुन्छ? अन्तमा जाँदा जाँदै एनआरएनएसँग सम्बन्धित सम्पूर्ण युएवासी प्रतिनिधि महाधिवेशन प्रतिनिधिज्यूहरूलाई एकचोटि एनआरएनए युएको महासचिव पदमा मलाई सपोर्ट गरेर यहाँहरूले फेरि पनि यहाँहरूसँग सहकार्य गर्दै यसरी नै आगामी दिनहरूमा पनि सामाजिक कामहरूमा हातेमालो गर्ने मौका दिनुहुनेछ भन्ने आशा राख्दछु र सोही किसिमको सहयोगको अपेक्षा गरेको छु। धन्यवाद। कृष्णजी, तपाईँको अमूल्य समयको बावजुद पनि आज हाम्रो कार्यक्रमको लागि समय उपलब्ध गराइदिनु भयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद तपाईँलाई पनि। दर्शकबिन, गैर आवासीय नेपाली सङ्घ वास्तवमै युएमा रहेका सम्पूर्ण श्रमिकहरूको बिचमा रहेका समस्याहरूलाई निराकरण गर्दै समस्याहरूलाई खोज्दै पक्कै पनि युएमा रहेका सम्पूर्ण नेपालीहरू समक्ष र नेपालीहरूका समस्यालाई सम्बोधन गर्न सक्ने गैर आवासीय नेपाली समाज बनोस्। अन्त्यमा तपाईँलाई यस कार्यक्रम कस्तो लाग्यो? सुझाव र सल्लाहको लागि info@thenepalivoice.com मा हामीलाई इमेल मार्फत पनि सुझाव र सल्लाह दिन सक्नुहुनेछ भने हाम्रो फेसबुक पेज द नेपाली भोइसमा गएर पनि तपाईँहरूले सुझाव र सल्लाह दिन सक्नुहुनेछ। र जाँदा जाँदै प्राविधिक रूपमा साथ दिनुहुने टिएनबी मिडिया ग्रुपलाई विशेष धन्यवाद दिँदै म कार्यक्रम सञ्चालक रमेश खड्का पनि आजको एपिसोडबाट बिदा हुन चाहन्छु। यहाँहरूको दिन शुभ बितोस्। नमस्ते।